मर्निङ एभ्रिवान है म चाहिँ यहाँ रेडी सेडी भएर आज छिटै गएको प्रोग्राम छ नि माथि अनि यहाँ चाहिँ पुरी पनि छ हेलो हेलो गाइज गुड मर्निङ पुरी पनि आएको थियो बिहान आएको अनि अहिले चाहिँ हामी जाँदैछु माथिबाट भेट्छु कवि गुड मर्निङ आज चाहिँ हामी दुईजना ट्रेडिसनल लगाएर आएको छ हो यहाँ पुरी पनि छ आज हामी यहाँनिर बजार टाउन हल जस्तो भिड भइरहेको रहेछ हो यस्तो डरलाग्दो सबैजना मान्छेहरू चाहिँ आइसक्नु भएको छ अफिसमा अलिकति ढिलो भयो हामी चाहिँ हेलो दादा हेलो बहिनी हेलो हेलो पुरन पुरन बिजी छ बिजी बिजी आज हल फुल पाएको छ हाम्रो यसरी उहाँहरूको पसिनाको सम्मान हुन्छ यही यो यहाँ स्वरी बन्छ औपचारिक स्वागत सम्बोधनको निम्ति म सिक्किम मेडिकल युनियनका माननीय अध्यक्ष श्री यम कुमार शर्माज्यूलाई पल्ट हामी ग्वाला दिवस मनाउन गइरहेका छौँ र यस कार्यक्रममा सम्माननीय मुख्यमन्त्री महोदयलाई सम्पूर्ण सिक्किम मिल्क युनियन एनिमल हस्बेन्ड्री डिपार्टमेन्ट अनि सिएम साहबकोबाट स्कलरसिप पाउने उहाँ हुनुहुन्छ है जो पनि यहाँनिर एवार्डको लागि आउनु भएको छ है तपाईँलाई दिनका छ हजुरहरू सबैलाई म स्वागत गर्न चाहन्छु यस्तै प्रकारले हामीमा पुलिसकर्मी मिडियाकर्मी जो जति यहाँनिर हुनुहुन्छ तपाईँहरूलाई थ्याङ्क यू बाई आज भाइको चाहिँ नयाँ सुस है टिलिक्कै टल्केको मेरो भाइ आज ह्यान्डसम भएर आएको छ सोनाम यहाँ चाहिँ यहाँनिरको टी टाइम हुँदैछ कस्तो रहेछ चिया दामी Milk Producers Cooperative Society गान्तोक जिल्लाबाट 12 जना मात्र सदस्य रहेको यस एमपिसिएसले 363 लिटर संग्रह गरिरहेको छ प्रत्येक व्यक्तिले दिनमा 30 लिटर दुध पुर्याइरहनु भएको छ 10 लाख रुपियाँको हकदार बनेको पब्लिक दुध उत्पादन सहकारी संस्था आर्थिक बधाई दिन चाहन्छौँ प्रत्येक वालाले गरिरहनु भएको सङ्घर्ष सर्वोच्च यस्तो डरलाग्दो भिड यस्तो डरलाग्दो भिड छ कि बस्ने जग्गा पनि छैन त्यही भएर अहिले हामी चाहिँ माथि आएर बसिरहेको छौँ कसैले पनि अब आउने सरकार है सरकार परिवर्तन हुन्छ मुख्यमन्त्री चेन्ज हुन्छ मन्त्रीहरू चेन्ज हुन्छ यो तपाईँको कालखण्डको यो नन भेज चाहिँ यहाँ रहेछ अनि ए नन भेज यहाँ पनि छ त अन्त दुईपट्टि हो यहाँ वे नन भेज नन भेज डल्लै खाना खाने हामी चाहिँ खाना खानु आएको यहाँ खानै दिएको छैन रहेछ भेजिटेरियन त्यहाँ प्योर भेज चाहिँ ग्राउन्ड फ्लोरमा चाहिँ खानाको लन्च कविता बिस्तारै हालै मजाले बोकाइरहेको छ भयो दाल के हालिदिएको त्यो चाहिँ कालो न कालो खोर्सानी थ्याङ्क यू चिकन
कस्तो लगाइदियो चिकन फिस पनि रहेछ हो कम्ती खाएँ बेला चाहिँ खाउँदा कपी लाइन चाहिँ यस्तो रहेछ आजको प्रोग्राम कस्तो भयो भनिदिनु त आजको प्रोग्राम चाहिँ म पछाडि ब्याकग्राउन्डमा थिएँ मैले केही देख्नु पाएन बिचारा केही देख्नु भएन अरे बाहिर त भर्खर आएको खाना खानुभयो नि त खाएको छुइनँ नि भोक लागिसक्यो 3 बजिसकेको छ 4 बज्न आँटेछ अन्त बिचारा हामीले अघि 1 बजी खाएको खाना लस यतिको चाहिँ हुनु पऱ्यो नि अघि हामीले खाना खाएको अहिले चाहिँ हाम्रो डल्लै प्रोग्रामहरू सकिसक्यो हो अब चाहिँ हाम्रो काम चाहिँ यहाँनिर सफा गर्ने भोलि पनि चाहिँ प्रोग्राम है प्रोग्राम छैन भोलि चाहिँ फाइनेन्स मिनिस्टर आउँछ भोलि के छ भनिदिनु त एकपल्ट भोलि फाइनेन्स मिनिस्टर आउँछ हलहरू डल्लै चेकिङ गर्नु ला भोलि पनि प्रोग्रामै रहेछ प्रोग्राम भन्दा पनि आउनै त पऱ्यो नि ड्युटी कन्टिन्यू पछाडि चाहिँ यति बेसी मान्छे थिएन अघि अहिले चाहिँ कोही छैन सके सबै जाम हेलो एभ्रिवान अहिले चाहिँ इभिनिङ टाइम 5 बजेको छ अहिले मात्रै हाम्रो ड्युटी छुट्टी हुँदैछ अनि आज चाहिँ हामी एकदमै ह्याप्पी छौँ है एकदम खुसी आज खुसी छ प्रोग्राम चाहिँ एकदम दामी भयो घरिघरि यस्तो प्रोग्राम चाहिँ हुने गर्नु पऱ्यो होइन टाउन हलमा अहिले चाहिँ हामी गएको अहिले चाहिँ म जाँदैछु अनि पुरा थाक्यो आज हो अब कहिले मजाले रेस्ट फेरि भोलि पनि ओजी पुग्नुपर्ने छ किनभने भोलि पनि ड्युटी छिटो जानुपर्ने छ यस्तो लाग्दो गरम भयो कि आज चाहिँ फुक्का लाउँदाखेरि म खोजेको कोही बेला आउँदै लाउँछु कि पुरा साह्रो पऱ्यो मलाई कहिले फुकाल्नु भइसक्यो टेकेको छ अहिले चाहिँ म रुम पुग्न आँटेको छु हो यस्तै छ हाई एभ्रिवान म चाहिँ अहिले रुममै पुगेको छु अनि यस्तो डरलाग्दो गरम भइरहेको छ होइन भर्खर रुममै पुगेको अनि थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो है अनि भोलिको भिडियोमा भेटौँ बाई